टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोलीको परिवर्तन भएको छ। यसअघि 6औं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि चाहिँ गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल सङ्घ भिड्ने भनेर जानकारी गराएको थियो। अहिले चाहिँ विवाद आइसकेपछि टेक्निकल कमिटीको मिटिङ बसिसकेपछि चाहिँ गण्डकीसँगै उपाधिका लागि चाहिँ नेपाल पुलिस क्लब भिड्ने निर्णय टेक्निकल कमिटीले गरेको छ, जुन आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल रहेको छ। यसमा चाहिँ शुक्रबार भएको खेलमा गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल सङ्घ 5औं सेटमा पुगिसकेपछि चाहिँ दुवै टोली फाइनलमा गएको भनेर चाहिँ आयोजकले घोषणा गरेको थियो। त्यति बेला पछि सेटको रेसियोको आधारमा चाहिँ पर्वत जिल्ला भलिबल सङ्घभन्दा नेपाल पुलिस क्लब अगाडि रहेका कारणले चाहिँ पुलिसले फाइनल खेल्ने पक्का भएको हो। अब उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले भिड्नेछन्। नेपाल पुलिस क्लब र पर्वत जिल्ला भलिबल सङ्घबीच चाहिँ समान 10 अङ्क रहेको थियो। गण्डकीको 11 अङ्कका साथ सिधा फाइनलमा पुग्दा चाहिँ पर्वत जिल्ला भलिबल सङ्घ र पुलिसको 10 अङ्क रहेको थियो, समान 10 अङ्क रहेको थियो। अनि त्यसमा चाहिँ सेटको रेसियोको आधारमा चाहिँ पुलिस माथि रहेका कारण चाहिँ जसमा पर्वतले 11 सेट आफ्नो पक्षमा पार्दा 9 सेट गुमाएको थियो। त्यसै गरी नेपाल पुलिस क्लबले 11 सेट गुमाउँदा 11 सेटमा जित निकाल्दा 7 सेट गुमाएको थियो। त्यसबाट हेर्दा चाहिँ रेसियो नेपाल पुलिस क्लबको धेरै भएका कारणले चाहिँ पुलिस फाइनलमा पुगेको हो। अब भोलि दिउँसो 2 बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेश बीचको उपाधि भिडन्त सुरु हुनेछ। त्योभन्दा अगाडि पर्वत जिल्ला भलिबल सङ्घ र त्रिभुवन आर्मी क्लब बीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहान 11 बजे सुरु हुनेछ। यस प्रतियोगितामा पुरुषतर्फ 6 टोली सहभागी थिए, त्यसै गरी महिलातर्फ 5 टोली सहभागी थिए। महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीले जितिसकेको छ भने पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भोलि भिड्नेछन्। यसको विजेताले 6,66,666 रुपियाँ पाउनेछ। त्यस्तै उपविजेताले 3,66,666 रुपियाँ र तेस्रो हुने टोलीले 2,06,666 रुपियाँ पाउनेछन्। उपाधि कसले जित्ला कमेन्ट गर्नुहोला।